सम्पूर्णमा नमस्कार। आज हामी यो बिरे खोला झरनाको मनमोहक दृश्य हेर्नका लागि यहाँ आइपुगेका छौँ। बडीमालिका नगरपालिका अन्तर्गत बिरे खोलामा अवस्थित यो झरना एकदमै सुन्दर झरना रहेको छ। यतातिर पुरै चट्टान छ अनि यसको यतातिर पनि पुरै चट्टान छ र यो चट्टानको बीचबाट निकै माथिबाट यो तल चाहिँ यसरी यो झरना खसिराखेको छ। एकदमै यो पर्यटकीय स्थल। यसलाई अझै व्यवस्थित गर्न सक्यो भने यतातिर हामी क्यामेरामा इन्द्रेणी पनि देख्दैछौँ है। यसलाई व्यवस्थित गर्न सक्यो भने यहाँ चाहिँ अझै पर्यटकहरूको घुइँचो लाग्ने सम्भावना रहेको छ। यसमा चाहिँ यहाँको स्थानीय सरकारले केही हदसम्म चाहिँ राम्रो व्यवस्थापन चाहिँ गरेको देखिन्छ। तथापि यसलाई अझै हामीले व्यवस्थित गर्ने हो भने अझै राम्रो हुने देखिन्छ। उतातिर नेपालको राष्ट्रिय झन्डा, हाम्रो गौरव, हाम्रो इतिहासको झन्डा, चन्द्रसूर्य अङ्कित झन्डा फरफराइरहेको छ। उतातिर पारी जाने यो बिरे खोला झरना जुन चाहिँ बगेर तल खसिसकेपछि पारी जाने एउटा सानो पुल बनाएको छ। यसले पनि यसको आकर्षण बढाएको छ भने यो जुन बिरे खोला झरना छ यो झरना माथिबाट तल खसिसकेपछि यो क्रमशः बग्दै उतातिर हाम्रो साँपे मार्तडी सडकको हाइवे हुँदै अगाडिबाट बगिराखेको बुढीगङ्गा नदीमा मिसिएर यसको यात्रा बुढीगङ्गा नदीमा गएर मिसिन्छ र टुङ्गिन्छ। त्यहाँबाट निरन्तर अगाडि बुढीगङ्गा नदीसँगै यो बिरे खोला झरनाको पानी अगाडि बढ्छ र यो बिरे खोलाको ठ्याक्कै पारिपट्टि जस्ट अपोजिट साइडतिर एकदमै घना जङ्गल है, एकदमै हरियाली, लगभग यो सल्लाहको वन छ। एकदमै महत्त्वपूर्ण खोटे सल्लाहको वन। यसले पनि एकदमै यसको चाहिँ हरियाली सौन्दर्यता एकदमै निकै नै बढाएको छ। आज मौसम पनि एकदमै सफा छ, क्लियर छ। हामी चाहिँ यो डायमन्ड खत्री अनि त्यसपछि डायमन्ड खत्री, हेलो कस्तो छ, के लागिरहेछ आज यहाँ बिरे खोलाको बारेमा केही भन्न सक्छ? रमाइलो छ नि होइन? अनि त्यसै गरी हाम्रो सुनिल खत्री पनि यहाँ यो सँगै हामीले चाहिँ तीनजनाले यो बिरे खोला झरनाको अवलोकन गरिराखेका छौँ र यहाँहरूले पनि आशा छ यस क्षेत्रमा आफ्नो जीवनकालमा यो बाटोबाट साँपे मार्तडीतर्फ हिँड्दै हुनुहुन्छ भने यहाँ बिरे खोला नजिकै बाटो यहाँले यो अवलोकन गर्न सक्नुहुन्छ। र यसका लागि अहिले यहाँको स्थानीय तहले 20 रुपियाँको टिकट पनि व्यवस्थापन गरेको रहेछ। हामीले यो सानो बच्चाको चाहिँ फ्रीमा र ठुलाको चाहिँ 20 रुपियाँका दरले चाहिँ टिकट लिने गरेर यो सिस्टम बनाएको रहेछ, जुन चाहिँ व्यवस्थापनका लागि होला सायद। अब त्यो व्यवस्थापनका लागि भन्दै गर्दाखेरि यहाँ चाहिँ हाम्रो यो यहाँनिर यो नेपालको राष्ट्रिय झन्डा जुन चाहिँ हाम्रो इतिहास बोकेको हाम्रो गौरव को झन्डा चाहिँ अलिकति पुरानो भएको छ। यसलाई चाहिँ तुरुन्त यो स्थानीय तहले वा चाहिँ यहाँको जुन चाहिँ हामीले यहाँ रकम तिरिराखेका छौँ होइन, यो सिस्टम जुन छ उहाँहरूले यसलाई चाहिँ ध्यान दिनुहुनेछ र तुरुन्तै यो पुरानो नहुँदै यो चाहिँ झन्डालाई, राष्ट्रिय झन्डालाई फेर्नुहुनेछ भन्ने हामीले अपेक्षा राखेका छौँ। र यसले चाहिँ हामीलाई झनै यो ठाउँको दृश्यको आकर्षण बढाउनेछ, हाम्रो राष्ट्रिय स्वाभिमानलाई बढाउनेछ भन्ने हामीले ठानेका छौँ। यसरी यो झन्डा पुरानो हुँदा पनि यहाँ चाहिँ यो झन्डा फेरिएको देखिएन। अब यो झन्डा चाहिँ हामीले आशा गरेका छौँ लगत्तै फेर्नुहुनेछ। पारितिरको झन्डा चाहिँ मजाले फरफराइरहेको छ, जुन चाहिँ एकदमै राम्रो छ है। यसरी यो यतातिरको झन्डा पनि उहाँहरूले फेर्नुहुनेछ र यसलाई थप व्यवस्थित गर्दै जानुहुनेछ र यहाँ पर्यटकको थप आकर्षण बढ्नेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। र यहाँहरूले पनि आफ्नो जीवनकालमा एकचोटि हेर्नै पर्ने यो बिरे खोला झरना एकदमै दुवैतिर यता चट्टान छ र यो चट्टानको बिचबाट यसरी चाहिँ झर्छ। र यहाँबाट मैले क्यामेराबाट फोटो खिच्दै गर्दा यो भिडियो कैद गर्दै गर्दा चाहिँ हामीले यहाँ रेनबो अर्थात् हाम्रो इन्द्रेणी पनि यसरी चाहिँ देख्न सक्छौँ केही मात्रामा है। यहाँ आफै क्यामेराबाट इन्द्रेणीको झल्को पनि यहाँ आइराखेको छ भन्दै यहाँहरूलाई पनि यो बिरे खोलामा भ्रमणका लागि आमन्त्रण गर्दै म पनि अहिलेलाई बिदा हुन्छु। धन्यवाद, नमस्कार।